के साह्रो च्यातेको यो हाब्रो पनि माम पक्का गाइज बिहानको 11 बजिसक्यो जाडो छ उठ्न मन लागेको छैन अब उठेर खाना सब्जी बनाएर खाएर कलेज जानुपर्ने हैन यस्तो अल्छी लाग्छ सबसे सुरुमा त टोइलेट जानु मन छ क्या गाइज रुममा बस्दा चाहिँ गाइज छैन टोइलेट राम्रो गतिलो भएको ठाउँमा बस्नु है हाम्रो त सानो नेपालको जस्तो छ यार दुईपट्टि खुट्टा राखेर टुक्रुक्क बस्ने धुइदिने पनि छैन आफै धुना पर्छ नेकपिनले मात्रै काम चलायो भने म्याक कसम टाँसिन्छ बाहुनको फेरि भुत्ला बढी हुन्छ नि त बात त सही है हैन काखीमा अरू ठाउँमा त हुँदैन अनि तनाव छ क्या अब उठे गाइज म है टोइलेट जान्छु है अब टोइलेट त देखाउनु भएन हैन अर्को भिडियोमा आउँछ ओके होइन गाइज होइन बिहान खालपेटमा एउटा स्याउची खानुपर्छ होइन अरू जे जस्तो भए पनि होइन खाना चाहिँ मैले यस्तो हेरेको खाना चाहिँ हेरेँ अनि यसो हेरेँ सब्जीहरू नि हिजो बनाएको रहेछ अनि खाना चाहिँ बसाइदिएँ मैले राइस कुकरमा फाइनली उतानेर होइन यहाँनिर उयो राइस कुकरमा बसाइदिएको छु अनि टक्क मैले चाहिँ एउटा स्याउ चाहिँ बिहान खान्छु क्या त्यो चाहिँ बिहान खालपेटमा खानुपर्ने हुन्छ होइन यो चाहिँ एकदम राम्रो हुन्छ होइन नपचे पनि नगए पनि टक्कसँगले एउटा चाहिँ ल्याम्पमा यो कुरी मस्त बिस्तारो चबाएर चाहिँ गम्म खानुपर्छ होइन शरीरमा धेरै राम्रो गर्छ सुनो अरे एउटा स्याउ चाहिँ खाली पेटमा खायो भने फलफुल त्यही भएर सबैजनाले खानु होला तपाईँहरू पनि होइन एनर्जी के भन्नु हेल्दी रहनु होला हेल्दी भएपछि आफै एनर्जी आइहाल्छ होइन र ठिक छ अब एकछिनमा खाना खाएको चाहिँ म भिडियो बनाउँदिनँ एकैचोटि म कलेज निक्लेको भिडियो बनाउँछु होइन ओके खाना खाएको बनाउँछु मैले हिजो हड्डी मात्रै ल्याएर सुप बनाएको छु क्या गाइज हड्डी मात्रै ल्याएर चाहिँ भुटेर हल्का हल्का त्यो टाँसिएको मासु अनि हल्का हल्कासँगले होइन मजाले त्यो ग्रेभी बनाएर अनि टक्कसँगले मजाले हड्डीलाई मात्रै भुटेर क्या फेरि कुकुर रहेछ या त हड्डी होइन होला के हो रथोच नभन्नु नि होइन यहाँ चाहिँ पाउँछ क्या हड्डी मात्रै निकिन्न पाउँछ अनि त्यसैको सुप चाहिँ यस्तो जाडो थियो होइन धेरै मासु खाएर पेट लाग्यो क्या यहाँनिर यहाँ पेट लाग्यो त्यही भएर चाहिँ मैले हड्डी खाएको क्या अच्छा गाइज होइन ल अहिले मासुको सुप चाहिँ म देखाउँदिनँ अब भनिहालेँ होइन हड्डीको सुप भनेर मिठो हुन्छ सो गाइज मेरो चाहिँ फाइनली कलेज जाने बेला भयो होइन अनि मैले चाहिँ सब्जी फ्रिजमा थियो रेन्जीमा तताएँ टक्क यो पालुङको साग है थोरै छ अस्ति पकाएको थियो क्या अस्ति मिठो छ क्या केही गर्नु पर्दैन पालुङको साग पकाउनु चाहिँ टक्क ल्याउने होइन अनि अदुवालाई टक्क यसो काटेर यस्तो गरेर थिचेर यसो तेलमा पड्काउने यो चाहिँ हड्डीको रस गाई छैन यो हड्डीको रस यही बोटकामा भात खाइदिनु पर्यो अब मासुकै थालमा होइन खै त अनि यो हड्डीको रस त छैन त अनि बेलुकालाई नि पुग्छ कि क्या हो पुग्छ होला यतिले यार थोरै खानुपर्छ नि पकाउन जाँगर छैन टक्क भात खाइसकेपछि मेरो चाहिँ यो मोही खाने बानी छ क्या 1 गिलास टक्कै भात यहाँ बसिरहेको छु है यो पुनिउ चाहिँ म पखाल्छु नि फेरि त्यो त्यतिकै खाँदो रहेछ फोरी रहेछ चाहिँ नभन्नु है होइन मैले चाहिँ यो बोटुकामा मासु भएको बोटुकामा भात खान्छु भन्थेँ नि त अनि त्यसमा चाहिँ मासु टन्नै छ बेलुका नि राख्नुपर्छ भनेर मैले चाहिँ साग भएकैमा भात हालेँ होइन अब टक्कसँगले ल्यामसँगले आहा जाडो छ क्या यस्तो तातो नि मासु कति छ त हड्डी 2टा पिस छ एउटा बेलुकालाई एउटा अहिलेलाई अरू त छैन यार तर मिठो छ यार सुप त त्यहाँ म अलिकति हाल्ने यसरी होइन एउटा बेलुकालाई एउटा अहिलेलाई ल्यामसँगले अब हेर्नु त्यो साग भात मोलेर होइन यस्तै हो क्या विदेशी लाइफ भनेको पकाउन जाँगर त पैसा हुन्छ गाइज गोजीमा पकाउन जाँगर चल्दैन क्या तर म त जाँगरिलो छु यार तातो छ यार मेरो खुवाइ चाहिँ फेरि त यस्तो हुन्छ लुपुक्क आवाज ननिकालिकन खानु हुँदैन कि मेरो त्यो सुँगुरले खोले खाए जस्तो हुन्छ नि टप गरेर खाने बानी छ होइन माया कसम हेर्नु न यो
कति तातो जाडामा यस्तै ल्याएर यस्तरी खाने हो क्या गाइज ल होइन मेरो खाना चाहिँ यस्तै छ मासु छ होला भनेको थिएन यार 2 पिस पुरो है बेलुकालाई एउटा अब एउटालाई एउटा तना भयो यार जहिले यस्तै हुन्छ क्या मैले खाने बेलामा चाहिँ मासु छ होला भनेको त छैन रहेछ क्या उयो फेरि भद्रगोल रहेछ रुम्ची नभन्नु नि फेरि मेरो रुम्ची फेरि यस्तै छ यो अब डस्टबिनमा पोलिथिन हाले होइन प्लास्टिक हाले होइन यो अब त्यहाँ यसो मेरो सामानहरू छन् अब यहाँ यस्तो छ अब त्यो अलिकति त्यता चाहिँ फोहोरै छ क्या त्यो मैले सफा गरेको छैन त्यो ब्याग भयो त्यो उहाँ अर्को ब्याग त्यहाँ छ उहाँ चामल हो अब त्यो यस्तै हो क्या जापानिज जिन्दगी भनेको त्यो अब केही छैन अब अलिकति सफा गर्नुपर्छ लुगाहरू त मजाले मिलाएर राख्दा त राम्रै हुन्छ होइन अब मिलाउने जाँगर छैन गाइज होइन यस्तो छ मेरो रुम टक्कसँगले टक यो मेरो फेभरेट फोटो हो जिन्दगीमा मेरो होइन त्यहाँ पछाडि चाहिँ मेडलहरू छन् होइन यस्तो छ मेरो रुम चाहिँ होइन गाइज त्यो मेरो ह्याड भयो उता राइस कुकर त यस्तै हो छोडिदिनु अब तर ऊ त्यहाँ एउटा जुत्ता देखिएन क्या यहाँनिर कस्तो लुकेको यो जुत्ता चाहिँ ल अब गएको जन रेडी भयो होइन अब टक्क यो फेरि हाम्रो चाहिँ हेलमेट लाउनुपर्छ क्या यो हेलमेट लगाएन भने जामा लाउने बाछु हान्ने चाहिँ एटेन्डेन्स नै हुँदैन क्या हाम्रो त्यस्तो गरिदिन्छ क्या तनाव दिन्छ कसम भान्जाले यार जहिले चप्पल हाल्दन्छ यार मेरो लाउने बेलामा भान्जाले अबर बनाउँछ यार भित्र चाहिँ सजाएर जुत्ता राख्दो रहेछ बाहिर चाहिँ फोहोर जुत्ता लाउँदो रहेछ भन्दा राख्नु ल त्यस्तो होइन गाइज यो अब कसको चप्पल हो जहिले भान्जाले मेरो चप्पल लाएर हिँड्ने बेलामा अबर बनाइदिन्छ क्या मलाई त्यही चाहिँ तनाव लाग्छ क्या हामी यस्तै छ गाइज मेरो बाहिर चाहिँ होइन यस्तै छ होइन कस्तो थियो यस्तै छ बाहिर त्यहाँनिर मैले लुगा सुकाएको अब पहिला जिजु हुँदाखेरि यहाँ बस्नुहुन्थ्यो साह्रै अप्ठ्यारो हुँदो रहेछ यसरी मल पकाउन अहिले जिजुको रुम यस्तो भइसक्यो गाइज है पहिला चाहिँ ढोका खोल्ने बित्तिकै मुसुक्क हाँस्थे बुढो अहिले त कोही छैन यो यहाँ कोही भाडामा बस्ने भन्ने छ अरे उयो नुहाउने अपुरो चाहिँ छैन किमोनो सिमोनोको कुरा चाहिँ खोइ केही पनि भनेको छैन बुढोले 20,000 अरे रुमको भाडा चाहिँ अनि नुहाउने ठाउँ छैन तेरोमा कसरी बस्छन् त भनेको नुहाउनलाई तेरोमा लग्न नुहाउनलाई तेरो अपुरोमा लग्न 100 रुपियाँ लि दिनको भन्नु कि दिनको 100 एकपल्ट नुहाएको 100 रुपियाँ लिनु अरे अपुरोमा त्यसै भन्छ बुढोले अनि कोही बस्ने छ भने चाहिँ बस है गाइज अब अपुरो छैन अपुरोको म्यानेजमेन्ट यसो अब म अब सानगाचुसम्म बसिहाल्छु यहाँनिर होइन यसो म मेरोमा आएर नुहाउँदा भइहाल्छ पैसा लाग्दैन होइन अब ठिकै छ बस्छ भने आऊ सम्पर्क गर मेरै रुम पनि खाली छ अब सानगाचुदेखि सबै राम्रो छ होइन ल गाइज अब कलेज जाने बेला भयो यो चाहिँ मेरो लिफ्ट टक्कसँगले मेरो लिफ्ट होइन यो मेरो जिजुको साइकल हो मलाई छोडेर जानुभएको लगाइज अब यो बाटो हुँदै जान्छ हामी टक्क जान्छौँ म कलेजतिर होइन गाइज चाहिँ हाम्रो कलेजको स्ट्यान्ड साइकल स्ट्यान्ड होइन माया कसम यो कलेज हो कि घर हो यो के हो होइन हाम्रो कलेज चाहिँ यो बिल्डिङ अरे तनाव लाग्दो छ क्या यो साइकल स्ट्यान्ड यो हाम्रो तोरी मेरो सबैले टिकटकमा चिन्नुहुने बिल्ला हानेको होइन त्यो चाहिँ मेरो टिकटकमा चिन्नुहुने सबैले कपाल भनेर चिन्नुहुने तोरी हो ऊ चाहिँ आउने बित्तिकै एउटा दिइहाल्छ अनि गाई त्यो चाहिँ म हो होइन अब कलेजमाथि क्लासमा त खिच्न दिँदैन अस्ति नै मलाई कति 5 करोड तिर भनेको छ के बनाएर होइन 5 करोड दिएर राम्रो त्यो गर्नु राम्रो गराइदियो कलेजले प्रमोसन गरि राम्रो यत्रो नै गर्दिनँ यो मलाई उनलाई प्रमोसन मलाई 5 करोड तिर यो भन्दा अर्को पल्ट त्यो क्लासमा भिडियो बनाइस् भने के अरे तँलाई नेपाल नै पठाउँदिनँ यी जेलमा हालिदिन्छु भनेको छ मलाई अनि त्यही भएर म क्लासमा बनाउँदिनँ क्या त्यो
क्लासरुम आइपुग्यो। यो दिदी हुन्, यो मेरो साथी हो। अनि त्यस पछाडि यो दिदीले हो मलाई तिहारमा रोटी ल्याइदिन्छु भनेर नल्याइदेखि। अनि त्यस पछाडि खाएर हगेर सकाएर अनि त्यस पछाडि कुहिएछ रोटी अरे। अर्की कता गयो? अर्कीको रोटी मलाई ल्याइदिन्छु भन्ने। यो टोइलेट छिरेको रहेछ, ढुकेर भए पनि भिडियो बनाउँछु मैले।